नमस्ते यार सबैलाई मेरो नमस्कार छ। किसिमको जानकारी तपाईँ समक्ष पुर्याउने हिसाबले हामीले यो भिडियो बनाइरहेछौँ। यसमा के हुन्छ भन्दाखेरि कुनै जादुटुना परेको खण्डमा कसैलाई उल्टी आउने, पेट दुख्ने, अनि त्यसपछि गएर खाना खाने मन नलाग्ने, अनि चक्कर आउला जस्तो हुन्छ। अनि त्यसपछि आएर तपाईको कसैलाई 2-3 टाइम 3-4 टाइम पखाला पनि लाग्न सक्छ। शरीर काबे जस्तो महसुस हुन्छ, खाना खाने मन एकदमै नलाग्ने, शरीर कमजोर महसुस भए जस्तो, थकान महसुस भए जस्तो यस्तो किसिमले छ भने तपाईहरु डाइरेक्ट मलाई सम्पर्क गर्नु होला। हामी तल नम्बर छोडिदिन्छौँ, हजुरलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामी सेवा सुविधा दिन तयार छौँ यस सम्बन्धी। अनि तपाईहरुले यसका लागि सबै आमा बुवा दिदीबहिनीहरु कहाँ पुर्याउनका लागि शेयर गरिदिनु होला भन्ने हामी आशामा छौँ। किनकि यो फ्री गरिने सेवा हो, यसमा कसैको त्यस्तो कोही हुँदैन। फोनबाट पनि गर्न मिल्छ, भिडियो कलबाट पनि गर्न मिल्छ, सबै ठाउँबाट गर्न मिल्ने हुनाले तपाईको खुशीको मौका हो। यसलाई सबै ठाउँ पुर्याउनु हुने भन्ने मेरो आशाका साथ यो दुई शब्दहरू सबै कहाँ पुर्याइदिनु होला भन्ने अनुरोध गर्दै यो बिदा हुन्छु। नमस्कार हजुर।